हामी जान्छौँ फिल्ड किनभने आज हाम्रो हर्टिकल्चरको प्र्याक्टिकल छ यो यिनीहरू हो हाम्रो यो हाम्रो कलेज हो अच्छा अनि यो हाम्रो कलेजको जाने फिल्ड हो अनि उता घाट पनि छ अनि म देखाउँछु आई विल किप अपडेटिङ यु गाइज थैंक यू आपका ये उपकार जिंदगी भर याद रहेगा मुझे बाई नै घाट देखाएर बाई भन्छु ऊ पनि हाम्रो साथी विद्या हो होइन उता घाट देखाउँछु त्यहाँ घाट छ अनि विनिता भूतदेखि धेरै डराउँछ नि राति राति भरे बेलुका वासरुम जाने बेलामा नि अरू बेला आकुला मात्रै लिएर जान्थ्यो आज चाहिँ 3 जना 4 जना हिँड्नु अरू बेला ढोका बाहिर वासरुमको ढोकासम्म यसलाई छोड्नु पर्थ्यो आज त भित्रै पुऱ्याउनु पर्छ होला सांप को पाल रहा था बत्ती छैन नि त अनि त्यसपछि यसले मलाई ढोकाभित्रसम्म ढकालेर बल्ल आउँथ्यो भागेको है हाम्रो घाट हाम्रो ओ यो ब्याक क्यामेरा हुन्न यस्तै ल ल यही यो घाट त्यहाँ मान्छेहरू गाडेको छ अब म राख्छु ल अहिले उता पुगेपछि हाम्रो बाटो उता बाटोमा लन्डन ब्रिज पनि छ अनि स्विजरल्यान्ड पनि छ म भिडियो बनाउँछु अहिले ये सब क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ यो चाहिँ हाम्रो कलेजको फिल्ड हो यहाँ चाहिँ हामी प्र्याक्टिकलहरू गर्छौँ अनि यो चाहिँ धेरै ठुलो छ अझै उतासम्म छ अनि सरी नै छ अब हामी लन्डन ब्रिज पुगेछ हाम्रो फार्मको हेर्नुहोस् यिनीहरू छन् यहाँ यस्तो मान्छेहरू बाइकमा पनि आउँछन् तर यिनीहरू हाम्रो कलेजको चाहिँ होइनन् अनि यो हाम्रो खोला हो डन्डी खोला त्यसले लन्डन ब्रिज भन्छ यो हाम्रो फार्म हो तर हाम्रो यो हर्टिकल्चरको फार्म हो तर आई गेस यता त होइन होला प्र्याक्टिकल तर यतै हो क्या हो हेर्नुहोस् यस्तो छ मौसम धेरै चिसो हामी भैरवामा बस्छौँ भैरवाको पक्ली हावामा अनि यहाँ चाहिँ चिसो नि बढी गर्मी नि बढी कालीफ्लावर बन्दा के हो मलाई थाहा छैन यो सब लागेको छ ऊ त्यहाँ रहेछ प्र्याक्टिकल ऊ 2 जना मात्र आएको छ किन आउँछन् कि क्लासमा पनि 1-2 जना प्र्याक्टिकलमा पनि 1-2 जना उतातिर हो भनेर थर्काउनु भयो अब हामी त जान लाग्यौँ ओ है मम्मा झन्डै लडेको कस्तो अझै यो पपैयाको बोट छ लास्ट सेमेस्टरमा हाम्रो दिदीहरूले पपैयामा रिसर्च गर्नुभएको थियो सायद त्यही होला अनि उता पनि तरकारी यो सबै सब्जी हो हाम्रो सबै स्टुडेन्टहरूले गरेको अब यहाँ दाइहरू हुनुहुन्छ मैले राखेँ ल कुटु अब हामी कुटु लिएर खन्न गइराखेको छौँ यो मल लिएर आइ अब हामी त्यहाँ खनिरहेछौँ यो मल हो अब बोक म त सक्दैन थियो मेरो हात दुख्छ अब आएको के गरेको आउन लाग्दा पनि अब त्यो पोली ब्यागमा त्यस्तो भरिरहेछ ऊ चाहिँ आचल ऊ चाहिँ अर्चना ऊ वर्षा अनि वन्दना ईश्वरी अनि भावना
रोपेको एलाइनमेन्ट नमिलेको धेरैवटा छ आएको विनिता भेराइटी नामै थाहा छैन कोड छ भन न कोड छ कोड लाइन बिग्रला है लाइन बिग्रला कोड देखाउँछु यो तिमीहरूको पनि पुर्दियो दिन बनाएको मेरो पुर्दियो है मैले हर्टिकल्चर सर अल्छारा लिन जानु त्यो बिउ चाहिँ ट्यागिङ गाइस ट्यागिङ हामीले जुन जुन बिउ रोप्यो त्यही अब गाइस एकदम इन्टरप्राइजको प्र्याक्टिकल गर्दैछौँ एक्जाम आउने बेलामा थैलो बोक्यो आफ्नो त हो त्यो देउमा मैले त्यो ट्याग रेडी गरेको अब हामी ट्याग लगेर राख्छौँ बिन्ताले गरिरहेछ यता गरिमाले पनि गरिरहेछ बिनिताले पनि गरिराखेको छ यिनीहरू ट्याग बनाउँदै उता सियालले ट्याग लगाइरहेछ सेकेन्ड भयो बिन्ने सक्यौ तिमीले ल यो सेकेन्डको हो यसलाई त्यही राख है उयो बोरालाई कस्तो यो ऊ आयो के लाई त उता आरू भन्दै थियो त्यो पानी हाल्दै थिए यो चाहिँ उसको सुर्के थैली फेरि छुट्टै फ्लेक्स छ ल जाऊ राखेर बाई अब यो गरिमाले पानी हालिरहेछ मजाले भिजाएको मजाले भिज्ने गरी हाल गरिमा यो तिमीहरूले फोटो खिचे पनि हुन्छ होइन रिपोर्ट बनाउनु रिपोर्ट बनाउनु पर्छ यो के ब्याग हो के हो कसो होइन यहाँ छ यो ल म फोटो पनि खिच्छु यसको कोड भएको छ सरले हामीलाई फोटो खिच्ने भन्नुभएको छ नर्सरी यही बनाउनु पर्यो होइन ल यति मात्र फोटो खिच्यो अहिलेलाई परिमा लडी सब कुरा आफै बोकिरहेको थियो अनि लडी गरिमा भ्लगको चक्करमा लडी उषा र अलिसा छैनन् याद आ रही तुम्हारी याद आ रही है घरमा धो मुला हो मुला यो के हो घरमा यसको साइन्टिफिक नेम भन् त राखाना साटिबस ए ल जाउँ गाइज अनि यो चाहिँ तोरी हो एउटा यो हराएको थियो अनि गरिमाले भेटी होइन बाबा त्यो भन्नुभएको छ दाइले दाइलाई भन्न लगाऊ फेरि अच्छा बेटे पापा चढाको सेट हो बहिनी भएन भन्नु बिनिता यो के हो यो चाइनिज साग हो यो चाहिँ ए फ्ल्याशब्याक अनि यो चाहिँ तोरी हो यो चाइनिज साग रहेछ ऊ त्यहाँ काउली फ्लावर फलेको छ फलिरहेछ मतलब रोपेको छ अनि यो चाहिँ साग हो साग पालक यो त म चिन्छु कस्तो राम्रो फलेको छ हेर त्यहाँ चाहिँ हाम्रो कोदालो खनिसकेपछि बुझाउनु पर्छ कि त्यही गरेर चाहिँ हेर हाम्रो कलेजको कत्रो काउली फ्लावर छ हाम्रो सबैभन्दा ठुलो त यो रहेछ कस्तो राम्रो हेर कस्तो राम्रो यस्तो काउली भए पो खान मन लाग्छ है अच्छा भन्छ यो के हो यो पनि केही साग हो तर हामीलाई थाहा छैन यो हामीले पढेको छैन अहिले सिलेबसमा आएको छैन इन्सेक्ट पेस्ट म्यानेजमेन्टको भोलि इक्जाम छ गाइज यो यहाँ पनि फलेको छ कता छ कता यो पुरै ब्रोकली तर अलि यो येलो किन छ यो चाहिँ अब इन्फेक्टेड लिभ्सहरु हो ए त्यही भएर ल अलि डिजिज लागेछ आई थिङ्क जिङ्कको कमी भयो यसमा है घरमा त्यही भएर येलो छ अब हामीले न्युट्रिएन्ट एड गर्नुपर्ने हुन्छ सोइलमा हामीले किरा पनि यस्तो कलेक्ट गर्नुपर्ने हुन्छ
अब चाहिँ त्यहाँ यतातिर पनि छ ए यो मुला हो मुला मुला कस्तो राम्रो मुला फलेको हेर क्याबेज यो क्याबेज हेर जहाँ गयो त्यही तबाई मजा त्यसो जबरजस्ती निकाल्दैछु जहाँ जाते हैं छा जाते हैं अब त ढिलो भयो कि धेरै यिनीहरूले विद्यालय पनि बाई होइन बाटोमा अझै हो उयो गर्ने क्या धनियाँ चोरेसी ए चोरहरूको पुरै चोर्ने मात्र गाइस हामी प्र्याक्टिकलबाट आइसकेको छौँ म अगाडि जाने रुक्क भागो यिनीहरू देखिरहेछन् होला क्यामेरा यस्तो क्यामेरा मैले फर्स्ट टाइम समातेको यो खासमा मेरो मोबाइल पनि होइन गरिमाको हो मेरो आइफोन नै छैन हामीले रोपेको त्यो गाउँहरू पनि छ ए यस्तो गरेर देखाउने है हामीले रोपेको यो सबै त होइन एउटा त्यहाँ प्लट एउटा मात्रै म भनेको थिएँ मेरो आइफोन छैन मलाई 2टा आइपिओ परेको छ अब त्यो आइपिओ बेच्ने हो अब हामी भ्लगिङ पनि सुरु गरेर छ अनि यो सब पैसाले हामी माइक किन्दैन ल अब हामी माइक किन्छ के किन्छ थाहा छैन त्यही भएर सबैजना हाम्रो च्यानललाई सब्सक्राइब गरिदिनु धनियाँ चोर्दैछ ऊ त्यहाँ धनियाँ चोर्छ हामी पनि चोर्छौँ